नमस्ते आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू। हामी नेपालीहरू कहिले समृद्ध नेपाल अनि सुखी नेपाली भएर बाँच्न पाउने होला है। यस्तो लाग्छ कि हामी नेपालीहरू सधैँ दुखैमा हाम्रो जीवन बित्ने त होइन भन्ने पनि लाग्छ, किनकि हामीले इतिहासलाई नियालेर आउँदा धेरै कालखण्ड पार गर्दै आइसकेका छौँ। पहिला किराँतकाल, लिच्छवीकाल, मल्लकाल, शाहकाल हुँदै राणा शासन पनि 104 वर्ष राणाहरूले पनि शासन सत्ता हातमा लिएर चलाउनु भयो। जब 2007 सालमा चाहिँ राणा शासनको अन्त्य भयो, तब विभिन्न पार्टीहरूले आफू सरकारी पक्षमा रहेर, सरकारी पक्ष र प्रतिपक्षमा रहेर नेपाललाई आफ्नो शासन सत्ता अगाडि बढाइरहनु भयो र सम्पूर्ण नेपालीहरूले आफूलाई मन परेको पार्टीमा आस्था राखेर आउनुभयो। यो उहाँहरूको सबैको अधिकार पनि हो र आफ्नो पार्टीले, आफूले आस्था राखेको पार्टीले चाहिँ एकदमै गल्ती गर्दा पनि सही हो भन्ने एउटा प्रवृत्ति र विपक्षी दलले जति राम्रो गर्दा पनि गलत हो भन्ने एउटा यो प्रवृत्ति जुन हाबी भइरहेको छ, यो एकदमै गलत भइरहेको छ। यसले हामी नेपाली र हाम्रो नेपाललाई कहिले पनि अघि बढ्न दिँदैन, किनकि जुनसुकै दलसँग आबद्ध रहेर आस्था राख्नु उहाँको अधिकारको कुरा हो। तर सहीलाई सही, गलतलाई गलत भन्न नसक्नु चाहिँ त्यो एकदमै ठुलो गल्ती र मूर्खता हो। हामीले विभिन्न पार्टीका प्रधानमन्त्रीहरूको पनि अगाडिको कालखण्डहरू हेर्दाखेरि त्यही भित्रको पार्टीका दलहरूले गलत गर्दा पनि सही हो भनेर उहाँहरूलाई हौसला दिएको कारणले आज हाम्रो नेपाल धेरै पछि पडिसकेको छ र हामीले सहीलाई सही, गलतलाई गलत भन्न सक्नु चाहिँ एकदमै ठुलो अहम भूमिका हुन आउँछ। र अहिले जुन डिबेट भइरहेको छ, कसको कुरा ठिक कसको कुरा बेठिक, जाति, धर्म, लिङ्ग, पार्टी भन्दा पनि सबभन्दा अग्रस्थानमा चाहिँ राष्ट्र आउँछ। राष्ट्र नेपाली जनताको हित हुने कुरामा जुन पार्टीले चाहिँ आवाज उठाउनुहुन्छ त्यसमा सही हो र गलत गर्दै हुनुहुन्छ आफ्नो पार्टीले हो भने यसलाई गलत हो भन्न सक्न त्यसभित्रको कार्यकर्ताहरूको पनि एकदमै अहम भूमिका हुन आउँछ। यदि हामीले गलत गर्दा पनि सही हो भनेर हामीले उहाँहरूको ढाकछोप गर्छौँ र गलतलाई सहीलाई चाहिँ गलत हो भन्छौँ भने हामी नेपालीहरू कहिले पनि सुखी नेपाली पनि बन्न सक्दैनौँ, समृद्ध नेपाल पनि बन्न सक्दैन भन्ने लाग्छ मलाई। र तपाईँहरूको विचार चाहिँ के लाग्छ? यसमा तपाईँहरूको पनि विचार राख्नु होला है। धन्यवाद।